guys, welcome back to my channel. It's me Sabina Rai. अनि आज चाहिँ हामी फ्यामिली ट्रिप जाँदैछौँ तिमीतारको अनि यहाँ चाहिँ मोमो खाँदैछ भर्खर तल्लो घर दिव्याना नगमाएर मोमो खाँदैछ हो म चाहिँ आजको ओटिडी चाहिँ यस्तो छ अनि सबै निस्किसकेको छ तल डाँडामा अब हामी निस्केर जानुपर्छ सो स्टे ट्युन गाइस आज हामी सबै फ्यामिली हाम्रो मेरो पापाको दाजुभाइ सबैजना जाँदैछौँ आज हिस्ट्रीमा फर्स्ट टाइम फ्यामिली ट्रिप हामी जाँदैछौँ हो सो स्टे ट्युन गाइस अनि के कस्तो हुन्छ म तपाईँलाई देखाउँदै जानेछु खाइसक्यो माम पनि बाइ गाइस यो चाहिँ स्कुल डाँडामा हामी पर्खिरहेको छ गाडी आदि आइपुगेको छैन फ्यामिली यहाँ म्याम हुनुहुन्छ म्यामको ओटिडी चाहिँ खडा छ मेरो मम्मा दादा पापा उनीहरू पनि हुनुहुन्छ यहाँ ठुलो मान्छे चाहिँ सिरियस छ भाइ जसै हाई गरिदेऊ यता हेलो गरिदेऊ छिटो सिरियस छ हेर्नु भाइको होइन आज ह्यान्डसम भएर गइरहेको छ भाइ अँध्यारो देखेँ नि त पापा आज एक्साइटेड के हो सो गाइस अब चाहिँ हामी डाँडाबाट चाहिँ यहाँ छ मान्छे बेसी फ्यामिली बेसी भएकोले गर्दा सवारीमा हामी जाँदैछौँ आजको मौसम चाहिँ एकदम राम्रो छ अहिले चाहिँ दुईजना जेठा र जेठीको है यता चाहिँ दुईजना गफ चल्दैछ यहाँनिर के भन्दैछ के भयो एल्बिन त्यसै ए प्याकिङ हुँदैछ है हाम्रो आजको आजको सेफ ह्यान्डी भाइहरू चाहिँ यहाँ छ एन्ड्रु ह्यान्डी भाइहरू यस्तो अवस्था भएर पछाडि च्याप्छु अन्धकार सबै टोपीवालाहरू पनि छ त चाहिँ अन द वे छौँ हाम्रो टिमहरू आउँदैछ पछाडि हामी चाहिँ एकदम भिआइपी सिटमा पढेको छौँ है पास्टरबाट पास्टर यहाँ आउनुहुँदैछ ए फाइनली आइपुग्यो चेरी चाहिँ त्यस्तो बेसी छैन रहेछ भर्खर हुँदै रहेछ उकालै गयो सबै हामी चाहिँ आइपुग्यौँ आई लभ तिमीमा अन्धकार छ हौ आम्मामा आजको भिड त हेर्नु त बहुत है म्यान हाम्रो खालहरू चाहिँ यता छ के हो किन उभिएको फोङ त गयो भने कस्तो पोस्दा बसिरहेको खास दाजुभाइ चाहिँ यहाँ छ है खास दाजुभाइ
सबै पुगे ज्याकेट ओढेर हिँड्यो क्यामेरा हेर्नु भयो छैन यहाँ चाहिँ खास दाजुभाइ यहाँ चाहिँ खास दिदी बहिनीहरू फेरि हो यति साह्रो मिल्दैछ है सबै यहाँ आजको सेलिब्रिटीहरू यतानिर मिडिया पर्सन यता छ हो सो अब चाहिँ फोटो सेसन पनि सक्यो अब चाहिँ हामी निस्किँदैछौँ त्यस्तो छ नजारा चाहिँ यस्तै छ ब्याकग्राउन्ड हामी निस्किँदैछौँ कस्तो देख्यो एकदम दिन आज तर त्यस्तै छ ग्लुमी छ घाम आउँदै जाँदै गर्दैछ यहाँनिर चाहिँ हिरो सनग्लास लगाएर घामै छैन ग्लास चाहिँ लगाएर छ कोही गाइस अब खाना खान्छ र जान्छ होला यतिको लागि आएको हामी मेटेको छ त थकाइ मेटे गरे मजा आउँदैछ आधी आइपुगेको छैन कि के हो आकाश चाहिँ दामी देख्दैछ चेरी त त्यस्तो फुलेको छैन रहेछ रुखहरू है ठक भयो यहाँ चाहिँ हामी अब यहीँ खाजा खान आँटेको घुमि पनि सकिहाल्यो अब खाजा खाएर चाहिँ भने हो खाजाहरू निकाल्दैछु Đúng làm không? Hả? Nhai thẹp đi. यहाँ फेरि सुल्की जान्छ होला बस्छु है बस्छु चाहिँ आलुदम यहाँ फिङ्गर छ यहाँ चिप्स आलु चिप्स ल यहाँ चाहिँ सूचनाको बिलेटेड बर्थडेको केक निस्के Happy birthday to you. Happy birthday, dear Susanna. Happy birthday to you. I miss you. अब चाहिँ खाइ पनि सक्यो खाएकोहरू चाहिँ भिडियो बनाउनु भ्याइराखेन गाइस खाइसक्यो अब फेरि फर्काएर अब जानु आँटेको भारी लायो अघि नै बुबु भारी लायो अघि नै गएको है गएको ए फोम पेकिङ गर्नु थाल्यो सूचना होइन पापाहरू त गएको थियो कता गयो अब जाको
चाहिँ अगायो ड्याम्मै भयो अब चाहिँ गयो घाम पनि छैन आज त चिसो चिसो मेरो चाहिँ टाउको पनि दुख्दैछ अलिकति घुन्दैछ अब फेरि साह्रो पर्छ होला अमिलो खानु पनि छको मान्छेको भिड फेरि ऊ तल जिप लाइन भएको थियो जानुपर्छ नगर्दा हुन्छ जिप लाइन झन्डाकोदेखि चाहिँ उहाँ तल के भन्छ ग्राउन्डको त्यहाँ आइपुग्छ यहाँ चाहिँ जिप लाइनको हो पुराको झन्डादेखि चाहिँ यहाँ चाहिँ हिँडौँ यहाँ चाहिँ अलिकति भए पनि राम्रो रहेछ चाहिँ गाइस पर त यति पनि छैन हौ कस्तो दामी थियो यहाँ चाहिँ जिप लाइन यहाँदेखि जिप लाइन गरेर चाहिँ यहाँसम्म आउनुपर्छ पर हेड चाहिँ 400 अरे तपाईँहरू आउनुहुन्छ भने तपाईँले जिप लाइन पनि गर्न सक्नुहुन्छ यहाँ चाहिँ स्टलहरू रहेछ बेलुका चाहिँ दामी देख्ने रहेछ यहाँ चाहिँ हम पुचका खाएंगे पुचका